चाह्यो भने जे पनि गर्न सक्दो रहेछ क्या। यो इन्डियाले यो जमिन यो भूभाग केही साल अगाडि 5-7 साल अगाडि आउँदाखेरि झन् उयो तलको खोलाको लेभलमा थियो क्या हैन। अब यो चाहिँ करिबन 3 किलोमिटर ठाउँ चाहिँ त्यो खोलाको लेभलबाट लगभग 15-20 फिट माथि उठाइसक्यो भनेको चाहिँ यो माथिको डाँडाबाट उता अनि यो प्रत्येक डाँडाको त्यो टनलको माटो गेगर ल्याएर चाहिँ हालो। अनि अर्को कुरा चाहिँ यो इन्डियाको मलाई एउटा आश्चर्य लागेको कुरा चाहिँ यो पारी देखेको हाइड्रोको काम गर्ने ठाउँ त्यहाँदेखि माथि छ नि अलिकति जङ्गल जस्तो ठाउँ हो, त्यहाँबाट त्यो त्यहाँनिर उ पनि छ त्यो टावर जस्तो हो। यहाँबाट चाहिँ एउटा टनल छ, एउटा टनल निर्माण हुँदैछ। अनि अर्को टनल चाहिँ छ यो माथि फेरि त्यहाँनिर छ। अब यो पानी यहाँबाट उठाएर त्यहाँ निकाल्ने पनि होइन होला, त्यहाँको पानी त्यहाँबाट उठाएर यहाँ निकाल्ने पनि होइन होला। यो कहाँबाट कहाँको विकास गरेको यो म छक्क लाग्दैछ। अनि त्यही भएर यसो आएर बेलुका आएको थिएँ एकछिन अँध्यारोमा भिडियो मात्रै बनाएको थिएँ। अनि अहिले चाहिँ यसो फेरि भिडियो बनाएको, हेर्नु होला। राम्रो त ठाउँ ठिकै छ, राम्रो ढुङ्गा ढुङ्गा छ, तर विकास चाहिँ राम्रो छ। आज चाहिँ हामी चाहिँ यता माथि गएको थियौँ, हेदुम्बे पहाड कि के भन्ने ठाउँ माथि गएर त्यो डाँडामा पुगेर घुमेर फर्केको। आम जनता होइन यो चाहिँ एकचोटि यहाँ कहाँबाट उसको थियो पुल, यो टिस्टा पुल त्यो बगाएर फेरि त्यहाँबाट अर्को पुल बनाएको थियो, त्यो पनि बगा। त्यस पछाडि यो चाहिँ अहिले झोलुङ्गे पुल बनाएको रहेछ एनएचपिसी पारिपट्टि यो हाइड्रोले। अनि फेरि यो अर्को निर्माणाधीन पुल रहेछ। अनि त्यो पारिपट्टि छन् अब अन्तबाट गाडी आउने बाटो कहीँ पनि छैन। त्यहाँ कम्पनीमा दैनिक 200-300 वटा गाडीहरू छ, त्यसको लागि चाहिँ